हेलो गाइस, आज चाहिँ म के भन्न आएको छु भने दिदीले मलाई यो खाममा हालेर डल हो कि बय हो भनेर लेखेर दिनुभएको छ। दिदी भिनाजु कसैलाई पनि थाहा छैन, यसरी पेपरमा हालेर दिनुभएको रहेछ। म यो स्टिच लाएर दिनुभएको थियो, स्टिच चाहिँ खोलिसकेँ मैले, हेरेको चाहिँ छैन के हो भनेर। तपाईँहरूकै अगाडि रियाक्सन क्याप्चर गर्छु म। यहाँ छ बिसावरमै म रिभिल गर्छु। यसरी डल हो भने पिङ्क, बय हो भने ब्लू थिम राखेर अनि त्यसरी नै उयोहरू बेलुनहरू फुटाएर अब यसमा म चाहिँ हेर्छु। ए यहाँ छ, ठिक छ। चाहिँ हेरिसकेँ होइन। अब यही अनुसारले अब म आज भोलि कहिले जान्छु सामान किन्न अनि बेबी सावरमा सब डेकोरेसन गरेर एकैचोटि उहीँ भेटौँला। बाई। बेबी इट्स अ गर्ल। होइन किन प्रश्न हाँस्ने सल्लाह भाउजूलाई के हुन्छ जस्तो लाग्छ? मैले के भनेको? भाउजूले केटा भन्नुहुन्छ? छोरा। तपाईँले छोरा भन्नुहुन्छ? म त छोरै नै हो। एकछिनमा छोरा नै लाग्दैछ। दुईजनाको दुईटा नानी नानीलाई सोधौँ न त। यहाँ आउँदा नानी आउँदा यहाँ आउँदा यहाँ आउँदा यतापट्टि जाएको पेटमा के छ अरे? दुई बोर्ड भइसक्यो है। दुईटै जुडुवा खाजेला मात्रै छ। अब एकछिनमा प्रतीक्षा घडी एकछिनमा हुन्छ। अब यहाँ किन अहिले धेरै आइसक्नु भएको छैन। अरू सबैजना ट्राफिक जाममा हुनुहुन्छ। यहाँ पनि आइसकेको छ। तपाईँले चाहिँ के जस्तो लाग्छ? मलाई त जे भए पनि ठिकै छ, स्वस्थ भइदियोस् होइन। दुईटामा जे भइदियो पनि त्यही पनि अब सुरु चाहिँ मलाई चाहिँ छोरी नै भइदियो जस्तो लागिरहेको छ। फर्स्ट बेबी चाहिँ अब के हुन्छ त्यो थाहा छैन। तपाईँलाई भान्जा कि भान्जी? मलाई जे भए पनि हुन्छ। भान्जा र भान्जी भन्नु भन्नु न, त्यही पनि के जस्तो लाग्छ? के जस्तो लाग्छ? नानी भाइ यहाँ आऊ न। आतापातिटाको पेटमा भागिसक्यो बहिनी। भने बुइनी भन्छ कि बुइनी भने तपाईँलाई के जस्तो लाग्छ? तपाईँलाई? मलाई चाहिँ अब होइन बहिनी भए ठिक हुन्छ जस्तो लाग्छ। जे भए पनि ठिक, तर जे भयो मलाई म त्यही त म आइएम एक्सपेक्टिङ गर्ल हो। दिपक दालाई नमस्ते। मेरो चाहिँ एकदम भित्रबाटै भान्जा हुनुहुन्छ भन्ने लागेको छ। विश गरौँ। कतिजना बोय कतिजना गर्ल? एकजना गर्ल। गर्ल गर्ल हामी दुईजना गर्ल छौँ है। दुईजना असुख दाको त खोइ केही भन्दैन। तपाईँ भन्नु न। एकजना भान्जा भयो नि भयो। त्यसो भए तिनजना भिडियो छैन। म जुडुवा जुडुवा कस्तो ढिलो आएको यिनीहरू। ल अब यता एउटा भोट दिनु पर्यो। तपाईँलाई के हुन्छ जस्तो लाग्छ? के टिम तपाईँ? छोरा कि छोरी? छोरा छोरा हुन्छ। छोरीको उयो धेर छ है यहाँ त। छोरा छोरी भन्नु हो? ए म नि छोरामा गएको छु। तिमी छोरा छोरा छोरी देख्दै ल हेर्नु है पेट चाहिँ। थाहा हुने मान्छे चाहिँ उसलाई मात्र छ होइन। तिमीले के भन्नु? छोरा। चन्द्रीले के भन्यो? छोरी। ल जुगा भएको छ नि। यसो गर्नु न। यस्तो रमाइलो लाग्यो ब्याक टु बिलाएर।
डलर बोय आम तिमीले के हेरेको छैन के हेर्छ बोय यो खाने ल गाइस यो तपाईहरुको मैले पर्जिनको बर्थडेमा पनि यो कुन फ्लेभर हो त्यो खै यस्तो डिजाइन यसो दादी दी म पनि लिन्छु अर्को मन तिमीमा के भइराछ त्यहाँ पनि 1 2 3 गरेर मैले दुईटै पड्काउने होइन हौ दुईटै एकैचोटी पड्काउनु न केकमा पर्छ बिना जुत्ता पर्छ होइन भन्नु है बहिनी एकछिन प्रश्न पड्केर यता चाहिँ जाला नि केमा छ रिभ्यू पहिले यो गरौँ ल ल यता एकछिन हाम्रो चाहिँ अब जेन्डर रिभिल हुन गइरहेको छ यत्रो मैले लाइभ भिडियो भइरहेको prank go prank prank पहिला मामाहरुलाई उता उता फोटो खिच्ने थियो है क्यामेरामा हेरेर आटाको बनायो भन्छ यता जेठा मामा कान्छा मामा रुबी and this is कान्छा मामा ल मलाई मलाई हैन उता उता आइसमालाई पनि नलेखे देखाइदिए आइमा दक्षिण खाने दुई चिउरा सुरुमा नि केक ल चक्करको दाना राम्रो डेलिभरी होस् अब एकदम रेस्ट गरेर बस्ने अरे वाह गाई बस्नु त यहाँ छ गिफ्ट पनि आयो अब केक पनि खानु केक नखानु हो धेरै केक ज्वाइँलाई खाने के खाने मैले केक खाएन कस्तो आँखा पोल हौ धुवा रहेछ ज्वाइँलाई ब्याउनु त ज्वाइँलाई त कहाँ छोड्ने कुरै छैन खुवाइदिनु परेन गई चिउरा प्रश्नलाई खोइ के खुवाइएको ल ए ल लड्ने चाहिँ ल एउटा ए ल हाम्रो प्रश्नलाई कङ्ग्रेट थ्याङ्क यू दुईटै चौसा परेछ फेरि ल तिमी यसो मात्र
यो तिमीसँग तिमी बनाएको बनाऊ घुमाउनु अब Happy